हेलो गुड मर्निङ एभ्रिवान एन्ड जय मसी सबैजनालाई। फर्स्ट अफ अल परमेश्वरलाई धन्यवाद भएको होस् आजको यो सुन्दर दिन दिनुभएकोमा। आई होप यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला र आज पनि म फेरि उपस्थित भइसकेको छु र आजको यस भिडियोमा म यूहन्ना 7 अध्यायलाई पाठ गर्नेछु। यहाँ यसरी लेखिएको छ, त्यसपछि यसो गालिलमा नै घुमफिर गर्नुभयो, तर उहाँ यहुदियामा जान चाहनु भएन, किनभने यहुदीहरू उहाँलाई मार्ने दाउमा थिए। अब यहुदियाका प्रवासको चाड नजिकै थियो, यसकारण यसोका भाइहरूले उहाँलाई भने, यो ठाउँ छाडेर यहुदिया जानुहोस् र तपाईँले गरिरहनुभएका कामहरू तपाईँका चेलाहरूले पनि देखुन्। जुन मानिसले ख्याति प्राप्त गर्न चाहन्छ त्यसले गुप्तमा काम गर्दैन र यी तपाईँ कामहरू गर्नुहुन्छ भने आफूलाई संसारमा प्रकट गर्नुहोस्, किनकि उहाँका भाइहरूले पनि उहाँमाथि विश्वास गर्दैनथे। यसोले तिनीहरूलाई भन्नुभयो, मेरो उपयुक्त समय अझै आएको छैन, तर तिमीहरूका निम्ति त सबै समय उपयुक्त छ। संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर मलाई त घृणा गर्दछ, किनकि संसारको विषयमा त्यसका कामहरू दुष्ट छन् भनी म गवाही दिन्छु। तिमीहरू यस चाडमा जाऊ, म यस चाडमा जान्न, किनभने मेरो समय अझ पुरा भएको छैन। तिनीहरूलाई यसो भनेर उहाँ गालिलमै रहनुभयो। तर उहाँका भाइहरू चाडमा गएपछि उहाँ पनि खुल्लमखुल्ला होइन, तर गुप्त रूपमा जानुभयो। चाडमा यहुदीहरूले उहाँलाई खोजिरहेका थिए र उनी कहाँ छन् भनी सोध्दै थिए। भिडहरूका बीचमा उहाँको विषयमा चर्चा हुन लाग्यो। कोही भन्थे उनी असल छन्, अरूले भन्थे होइन, यसले मानिसहरूलाई भ्रममा पारिरहेको छ। तर यहुदीहरूको डरले उहाँको विषयमा कोही खुल्लमखुल्ला बोल्दैन थिए। चाडको बीचमा यसो मन्दिरभित्र पस्नुभयो र शिक्षा दिनुभयो। यहुदीहरूले अचम्म मान्दै यसो भने, कुनै अध्ययन नगरी यसले कसरी यति विद्या हासिल गरे? तब यसोले जवाफ दिए, तिनीहरूलाई भन्नुभयो, मेरो शिक्षा मेरो होइन, तर उहाँको हो जसले मलाई पठाउनु भएको। यदि कुनै मानिसले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरो शिक्षा परमेश्वरतर्फबाट हो कि मेरो आफ्नै तर्फबाट हो सो उसले जान्नेछ। जसले आफ्नै तर्फबाट बोल्छ उसले आफ्नो सम्मान खोज्छ, तर जसले आफूलाई पठाउनेको सम्मान खोज्छ त्यो सत्य हो र उसमा छल हुँदैन। के मूसाले तिमीहरूलाई व्यवस्था दिएन, तर तिमीहरू कसैले पनि त्यो व्यवस्था पालन गर्दैनौ? तिमीहरू किन मलाई मार्न खोज्छौ? भिडले जवाफ दियो, तिमीलाई भूत लागेको छ, कसले तिमीलाई मार्न खोज्दैछ? यसोले जवाफ दिए, तिनीहरूलाई भन्नुभयो, एउटा काम मैले गरेँ अनि तिमीहरू सबै यसमा आश्चर्य मान्दछौ। मूसाले तिमीहरूलाई खतराको रीति दिएका छन् र पनि सवाद दिनमा तिमीहरू मानिसलाई खतना गर्दछौ। मूसाको व्यवस्था भङ्ग नहोस् भनेर यदि कुनै मानिसले सवाद दिनमा खतना गर्छ भने मैले एकजना मानिसलाई सवाद दिनमा पुरै निको पारिदिए भनेर कि तिमीहरू मसँग रिस गर्दछौ? मुख हेरेर होइन, तर ठिक किसिमले इन्साफ गर। यरुसलेमका कोही मानिसहरूले भने, के यिनी उही होइनन् जसलाई तिनीहरूले मार्न खोज्दछन्? हेर, यिनी त खुल्लमखुल्ला बोलिरहेछन्, तर यिनीहरू यिनलाई केही भन्दैनन्। के यिनै ख्रिस्ट हुन् भन्ने धर्मगुरुहरूले साँच्चै थाहा पाए। तर हामी जान्दछौँ यी मानिस कहाँबाट आएका हुन्, तर जब ख्रिस्ट देखा पर्नुहुन्छ उहाँ कहाँबाट आउनुहुन्छ कसैले थाहा पाउने छैन। तब यसोले मन्दिरमा सिकाउनु हुँदा उहाँले उच्च स्वरले भन्नुभयो, तिमीहरू मलाई चिन्छौ र म कहाँबाट आएको हुँ त्यो पनि जान्दछौ। म आफ्नै इच्छाले आएको होइन, तर जसले मलाई पठाउनु भयो उहाँ सत्य हुनुहुन्छ। तिमीहरू उहाँलाई चिन्दैनौ, तर म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएको हुँ र उहाँले मलाई पठाउनु भएको हो। यसकारण तिनीहरूले उहाँलाई प्रकरण खोजे र कसैले उहाँमाथि हात हालेन, किनभने उहाँको समय अझ आइपुगेको थिएन। तर भिडका धेरै मानिसहरूले उहाँमाथि विश्वास गरे। तिनीहरूले भने, जब ख्रिस्ट आउनुहुन्छ तब के यिनले गरेका चिन्हहरूभन्दा बढी चिन्ह उहाँले गर्नुहोला र? भिडले उहाँको विषयमा चर्चा गरिरहेको फरिसीहरूले सुने। तब मुख्य पुजारीहरू र फरिसीहरूले उहाँलाई पक्रन मन्दिरमा पहरेदारहरू पठाए। यसले भन्नुभयो, अझ केही समय म तिमीहरूसँग छु, त्यसपछि मलाई पठाउनु हुने कहाँ जानेछु। तिमीहरूले मलाई खोज्नेछौ तर भेट्टाउने छैनौ र जहाँ म हुन्छु तिमीहरू आउन सक्दैनौ। जब यहुदीहरूले आपसमा भने, यिनी कहाँ जान आँटेका छन् र हामी यिनलाई भेट्टाउन सक्दैनौ? कि यिनी ग्रिकहरूका बीचमा छरपष्ट भई बसेका यहुदीहरू कहाँ गएर ग्रिकहरूलाई शिक्षा दिन चाहन्छन्? यिनले भनेको यो वचन के हो? तिमीहरू मलाई खोज्नेछौ तर भेट्टाउने छैनौ र जहाँ म हुन्छु तिमीहरू आउन सक्दैनौ।
अब चाडको पछिल्लो दिन अर्थात् चाडको प्रमुख दिनमा उभिएर यसुले उच्च स्वरमा यसो भन्नुभयो, यदि कोही तिर्खायो भने त्यो म कहाँ आओस् र पियोस्। जसले ममाथि विश्वास गर्छ, धर्मशास्त्रले भने अनुसार त्यसको अन्तस्करणबाट जिउँदो पानीको खोलाहरू बगि निस्कनेछ। तर यो कुरो उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए, किनकि पवित्र आत्मा अहिलेसम्म दिइएको थिएन, किनभने यसुको महिमा अझसम्म भएको थिएन। यी कुरा सुन्ने कोही मानिसले भने, यिनी त साँच्चै अगमवक्ता रहेछन्। अरूहरूले भने यिनी ख्रिस्ट हुन्। तर कसैले भने, के ख्रिस्ट गालिलबाट आउँछन् र के धर्मशास्त्रले भनेको छैन कि ख्रिस्ट दाउदको वंशबाट र दाउदकै गाउँ बेथलेहमबाट आउँछन्। यसैले मानिसहरूका बीचमा उहाँको कारण फाटो भयो। तिनीहरूमध्ये कतिले उहाँलाई पक्रन खोजे, तर उहाँमाथि कसैले पनि हात हालेनन्। तब मन्दिरका पहरेदारहरू, मुख्य पुजारीहरू र फारिसीहरू कहाँ आए र तिनीहरूले यसलाई भने, तिमीहरूले त्यसलाई किन ल्याएनौ? पहरेदारहरूले जवाब दिए, यस मानिसले जस्तो त कुनै मानिसले कहिल्यै बोलेन। फरिसीहरूले यिनलाई भने, तिमीहरू पनि बहकियौ कि कसो? के धर्मगुरुहरू अथवा फरिसीहरूमध्ये कसैले उसमाथि विश्वास गरेको छ? तर त्यो भिड जसले व्यवस्था जान्दैन त्यो श्रापित छ। तिनीहरूमध्ये एकजना निकोदेमुस, जो पहिले एकपल्ट यसु कहाँ आएका थिए, तिनले भने, के हाम्रो व्यवस्थाले पहिले नै मानिसको सुनवाई नभई र त्यसले के गरेको छ सो नजानी त्यसलाई दोषी ठहराउँछ र? तिनीहरूले उनलाई जवाफ दिए, के तिमी पनि गालिलका हौ? धर्मशास्त्र खोजेर हेर र तिमीले देख्नेछौ कि गालिलबाट अगमवक्ता निस्कँदैन। तब हरेक मानिस आफ्ना घरमा गए। परमेश्वरलाई धन्यवाद भएको होस्। र आजको निम्ति मैले लुका 7 अध्यायलाई पाठ गरेको छु। जुन अडियो तपाईँहरूले एनी टाइम जुनसुकै बेला सुन्न सक्नुहुनेछ। जेमा चाहिँ यहाँहरूले सबैलाई म अर्को भिडियोमा अर्को अडियो लिएर आउने नै छु भन्दै अहिलेको लागि बिताउन चाहन्छु। यहाँहरूको दिन शुभ रहोस्। परमेश्वरले यहाँलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। गॉड ब्लेस यू।